वेलकम ब्याक टु माई अनदर ब्लग्स। आई होप कि तपाईँहरू एकदमै ठिकै हुनुहुन्छ है। म पनि एकदमै ठिकै छु र यस्तो रेडी सेडी भएर चाहिँ म जोरथाङ जाँदैछु फिलहाल, किनभने जोरथाङमा सानो काम छ, मतलब आधार कार्डहरू लिङ्क गर्नु छ, सो त्यही भएर चाहिँ जाँदैछु। तर गाडी पाएको छैन हो। मेरो साथी चाहिँ एकदम रिसाइरहेको छ उयो, किनभने खासै हामी 7:30तिर जानेवाला थियौँ, बट अहिले चाहिँ 9 बजिसक्यो हो। एकदम अब गाडी पनि पाउँदैन भनेको टाइममा। गाडी त कुद्छ तर लाने एउटै छैन, त्यही भएर हरिस। फाइनली जोरथाङ आइपुगेँ होइन, तर जोरथाङमा आएर चाहिँ हाम्रो केही कामै भएन। यत्रो बेसी भिड थियो, सो अहिले तपाईँहरूलाई त्यो देखाउँछु होइन। यो चाहिँ हरेस लाग्दो घाम पनि यस्तो रहेछ। यो रिसले त्यही माथि हो, बिहान चाहिँ छिटो आउनुपर्ने रहेछ, आउनु मात्रै हुँदो रहेछ। बिहान ढिलो आएकोले गर्दाखेरि कामै भएन। दिदीको घरमा जाँदैछु होइन। यो साथी कुदेर कुदेर पर पुगेछ। ए सुन्दै जोरथाङ मैले कहिले देखेको थिएन। अस्ति मजाले चुक्काएर गएको नि मटनहरू जानु सस्तो छैन रहेछ ल। सावित्री त्यही किदा कस्तो भइरहेछ भन्नु नि अलिकति। फोटोमा यस्तो राम्री भइरहेको छु म, हेर हो। घामले टरेर है। सेन्टरेन खाँदैछु, कोक सेन्टरेन मिठो भइरहेछ। अनि तिमीलाई के भन्नु छ अब? आज हाम्रो काम भएन कि, मलाई मन दुखिरहेछ, चित्त दुखिरहेछ, त्यही कारण यो खानु आएको। यस्तो छ होइन, यहाँबाट पुल देख्दो रहेछ है, दामी यहाँ दामी छ मुन्सिन हो खोलाहरू। यस्तो छ यहाँ चाहिँ तपाईँहरू एकदम गर्लफ्रेन्ड लिएर आउँदा हुन्छ डुल्नुको लागि। हामी चाहिँ अफसोस सिङ्गल परिएर छैन हरेस। आज चाहिँ हामी होइन आउने चाहिँ बजार आएको, तर बजारदेखि हामी अहिले फिलहाल फेरि